हेलो गाइज गुड आफ्टरनुन सबैजनालाई र अहिले चाहिँ म यो अहिले जुम्लामा छु र हामी चाहिँ मुगुबाट चाहिँ अहिले जुम्ला आइपुग्यौँ। यो अहिले यो जुम्लाको चाहिँ खाली भन्ने ठाउँमा छु र आफ्टर लङ टाइम पछि चाहिँ मैले फेरि भ्लग सुरु गरेको छु गाइज। र अहिले तपाईँहरूलाई यो खाली भन्ने ठाउँको चाहिँ यहाँको तपाईँहरूलाई चाहिँ एउटा भ्यू देखाउन खोजिरहेको छु गाइज है। यता हेर्न सक्नुहुन्छ भ्यू है गाइज, बबाल छ है भ्यू चाहिँ गाइज, यस्तो दामी छ नि यार, स्वर्ग हो कि यार नेपाल भनेको त, यस्तो बबाल छ है गाइज। हाम्रो गाडीहरू यो सबै हाम्रो गाडीहरू हो, यो चाहिँ होटेल हो है। र अब म तपाईँलाई चाहिँ किचनतर्फ लाँदैछु। किचनतर्फ चाहिँ हाम्रो के पाकिरहेछ है देखाउँछु तपाईँलाई। खास त आज हामी च्याङ्राको मासु खान लाग्यो गाइज होइन, च्याङ्रा काट्ने भन्ने कुरो थियो तर अलरेडी काटेको थियो, त्यही भएर चाहिँ अब यो अर्ग्यानिक चुलो हाम्रो यता गोकर्ण सर हुन्छ, यहाँको म्यानेजमेन्ट मिलाउने उहाँ नै हो है। रमाइलो गर्न लाग्छौँ। यहाँ रायोको जुम्लाको साग, यता हाम्रो दाजु पुरा ओखल अर्ग्यानिकमा टक्क दिइरहन्छ फिचुवा। अनि हाम्रो के गर्दै हुनुहुन्छ के अरे जगदीश ब्रो, जडीबुटी होइन त यो ल। यता चाहिँ हाम्रो अब मासुको यो च्याङ्राको देखाउँदैछु तपाईँलाई। यता च्याङ्रा है, च्याङ्रा काटिरहनु भएको छ दाइले, टक्क पिस दामी बनाउनु लाग्नुहुन्छ। यता गुरुले नि हेल्प गरिरहनु भएको छ ल। म तपाईँलाई चाहिँ फेरि बाहिरको भ्यू देखाउन लाँदैछु म, अर्ग्यानिक चुलोमा अर्ग्यानिक ठाउँको ल। यता हाम्रो रोल्ला भाइ एकदम भात पड्काएर पुरा दह्रो भएर बसेछ केटो ल। यता मुकेश भाइ ल, हेर्नुहोस् गाई यस्तो भवाल छ नि यहाँको भ्यू, यस्तो दामी यार, आउनै पर्छ है गाई। जुम्ला आएपछि यो ठाउँहरू चाहिँ एकचोटि चाहिँ भिजिट गर्नै पर्छ है, जुम्लाको ठाउँ चाहिँ मजाले ल। यतै हाम्रो यता आगो बलिरहेछ। अब यता चाहिँ हाम्रो गोकर्णजीले यता रेडी गरिदिनुहुन्छ, तेल सेल बसालिदिनु हुन्छ है, मासु पकाउनलाई रेडी हुँदै हुन्छ एकदम उहाँ चाहिँ ल। यता हाम्रो चाहिँ यहाँ हाम्रो प्रकाश गुरु, यता हाम्रो पेमा गुरु यता हुनुहुन्छ है। यस्तो दामी छ नि भ्यू, एस बवाल यार, यो छुट्टै एउटा आनन्द छ कि यार, यो भ्यू हेर्नु बेग्लै मजा। भोटे कुकुर यता बवाल छ गाइज, बवाल ल। हेर्नुहोस् है माथि यस्तो भ्यू। यता हाम्रो सर हुनुहुन्छ, यहाँ टावर लागेन भनेर उहाँ एकदम टावरको एकदम उसमा सिग्नलको पर्खाइमा हुनुहुन्छ, खतरा। हेर्नु न भ्यू यस्तो दामी छ यार, दामी यार ल। यता घोडाहरू चलिरहेको छ माथि है, यो चाहिँ घोडा है गाइज, यो घोडा गोठ रहेछ है, यस्तो दामी छ नि यार, स्वर्ग यार स्वर्ग यार। तपाईँलाई सर एकचोटि देखाइन्छ है गाइज म। दामी छ क्या गाइज यार, भ्यू जति हेरे नि अगाउँदैन कि गाइज। जुम्लामा चाहिँ यस्तो दामी छ नि गाइज यार, भ्यूहरू यस्तो बवाल छ ल गाइज। म बिचमा कन्टिन्यू हुने नै छु है, यहाँको के छ हाम्रो यहाँ खाएकोदेखि लिएर हरेक मुमेन्टहरू तपाईँले म त्यसमा जोड्ने नै छु, देखाउने नै छु ल गाइज। जति भन्दै अहिलेलाई म यहीँ मेरो भिडियो यहाँ अहिलेलाई स्टप गर्न चाहन्छु है गाइज। ल गाइज अहिले चाहिँ यो जडीबुटीको चिया खाँदैछु है म चाहिँ। यो फेरि तपाईँले ब्ल्याक टी भन्नु होला, फेरि ब्ल्याक टी होइन नि फेरि यो गाइज, फेरि होइन यो फेरि यो हरेक जडीबुटी आइटम मिलाएर बनाएको चाहिँ यो जडीबुटी टी नै भनौँ न यसलाई होइन, त्यस्तै जडीबुटी चिया लिँदैछु है गाइज। क्या बवाल यार, दामी 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 ल। टोलीले यहाँ बार्बिक्यू गर्दैछन्, टोलीहरूले है बनाउँदैछन्। खै मासु पोल्यो खै, कहाँ हो ल। यहाँ गुरुले टक्क मासु पोलिरहनु भएको छ, बवाल बवाल ल खतरा। ओ रोल्लो भाइ, यो के खाइरहेको, यसलाई के भन्छ? स्पेसल के जडीबुटीको अर्ग्यानिक ठाउँमा आएर अर्ग्यानिक हान्दा यो खाए चाहिँ रल्लो त हुँदैन नि, तगडा हुन्छ है ल। ज्यान कडा हुनु पर्यो, चिजले काम गर्नु पर्यो ल। अब यहाँ चाहिँ हाम्रो सुरु मरमसला हाल्दै हुनुहुन्छ है, ए तगडा हाम्रो पुरै सेफहरू खतरा हुनुहुन्छ कि बवाल ल। फेरि बिचमा फेरि जोइन हुनेछु गाइज। यहाँ यसो हाम्रो यहाँ शशाङ्क गुरुसँग चाहिँ दुई चारवटा शब्द यहाँको चाहिँ खालीको ठाउँको कस्तो लाग्यो उहाँलाई चाहिँ दुई चार शब्द म चाहिँ सोध्न गइरहेको छु। के छ हाम्रो यहाँको चाहिँ कस्तो इन्भाइरोमेन्ट, यहाँको चाहिँ कस्तो लाग्यो तपाईँलाई, कस्तो फिल भइरहेछ? यहाँ आएपछि स्वर्गमा पुगे जस्तो हुन्छ, तर हजुरहरू यहाँ आएपछि मात्रै थाहा हुन्छ यहाँ जुम्ला कस्तो छ भनेर फिल गर्नु सक्नुहुन्छ। यहाँको फ्रेस हावा, यो यहाँको मौसम
एकदम रमाइलो यहाँको प्राकृतिक होइन नेचुरल ब्युटी Natural, एकदम एकदम ब्युटी म सबैलाई भन्छु यहाँ हजुरको आउनै पर्छ एकचोटि जुम्ला एकचोटि जुम्ला आएपछि यो हरेक यहाँको ठाउँहरू चाहिँ एकचोटि भिजिट गर्नै पर्छ गर्नै पर्छ हजुरको मलाई चाहिँ एकदमै मेरो यो सेकेन्ड चोटि भइसक्यो सेकेन्डचोटि हाम्रो फर्स्ट टाइम तपाईँ सेकेन्ड मलाई एकदमै रमाइलो एकदमै रमाइलो भइरहेछ होइन रमाइलो भइरहेछ त थ्याङ्क यू सो मच 2-4 शब्द राखिदिनु भएको उहाँ अलिकति विकास छ उहाँ अलि सन्चो पनि हुनुहुन्न है अलिकति घाँटीको समस्या आइरहेछ उहाँलाई टन्सिल भएको जस्तो छ उहाँलाई चाहिँ त्यही पनि 2-4 शब्द राखिदिनु होला थ्याङ्क यू सो मच वेलकम ल यता म गइरहेको छु हाम्रो कृष्ण भाइतिर चाहिँ 2-4 शब्द फेरि उहाँबाट नि केही जाओस् के छ दुईजना कृष्ण पर्नुभएको छ यहाँ हाम्रो यता फर्स्ट हाम्रो कृष्णलाई सोध्न जाँदाखेरि चाहिँ यहाँको इन्भाइरोमेन्ट यहाँको ब्युटी नेचुरल कस्तो लाग्यो तपाईँलाई यहाँको तपाईँ त सेकेन्ड टाइम हो होइन त्यही पनि एकचोटि यहाँको भनिदिनु फर्स्ट एक्सपिरियन्स अब बेस राम्रो नै थियो राम्रो नै भन्दा नि त्यहाँ गाडी नै बिग्रेर बाध्यताले आएर बसेको थियो होइन जस यहाँको ढोका नै फोडेर भाले काटेर खायो अब सेकेन्ड टाइम चाहिँ खुसी ढालेछ खसी च्याङ्रा होइन च्याङ्रा ढालेछ एकदम खुसी अब यहाँ बनिरहेछ रुटातिर एकछिन बजाइदिनु है एकछिन बजाइदिनु कपिराइट हुन्छ कि जस बबाल रमाइलो भइरहेछ हामी होइन इन्जोय गरेर चाहिँ हाम्रो यस्तो अब यहीँ अब एउटा जग्गा किनेर यहाँ घर बनाएर बसौँ कि मन्दिर बनाएर हुन्छ हस् थ्याङ्क यू 2-4 शब्द राखिदिनु भएको कृष्ण बरुलाई ल म बिचमा फेरि जोइन हुनेछु है यहाँ त रोल्ला भाइ पुरा दिएको त्यही छ फेरि यहाँ आएको आइछ क्यामेरामा भाइरल हुने भयो अब फेरि लगायत फेरि बिचमा जोइन हुनेछु बिचमा फेरि कन्टिन्यू गर्ने नै छु लगायत यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ जुम्लामा आलु कसरी राख्ने गरेको छ यहाँ चाहिँ स्टोर कसरी गरिन्छ यहाँको आलु होइन यो पनि एउटा चाहिँ नौलो चिज हो है गाइजलाई हेर्नुहोस् आलु हेर्न सक्नुहुन्छ है तपाईँले यस्तो खाल्डो खनेर भित्र के खास यो किन यसरी राखेको आलु कारण आलु नभनेर बिग्रिन भनेर चिसोमा हुन्छ बाहिर हुन्छ हेर्नु कस्तो राम्रो फ्रेस छैन आलु फ्रेस छ यार चिजमा बबाल यार यो नयाँ नयाँ हेर यो ठाउँमा यस्तो नयाँ नयाँ ठाउँमा आएर नयाँ नयाँ चिजहरू देख्न पाइएछ हरेक कुराहरू आइडियाहरू होइन यहाँको मान्छेहरूले कसरी के गरेर आफ्नो जीविकापार्जन कसरी गर्ने भन्ने कुराहरू यो हिउँमा चाहिँ हिउँदमा पर्दाखेरि चाहिँ कसरी खाने के गर्ने भनेर यसरी चाहिँ राख्ने गर्ने सिस्टम रहेछ यहाँको ल बिचमा फेरि कन्टिन्यू गर्ने नै छु है अब यहाँ हल्का रमाइलो नाच गान भएछ फेरि कपिराइट होला भनेर अलि यता आइरहेको छु है गाइस ल बिचमा कन्टिन्यू गर्ने छु हेलो गोकर्ण सर के भइरहेछ हाम्रो फाइनली अब मासु करिब करिब पाक्न लागिसक्यो अब 5 मिनट पछि अब मासु रेडी हुन्छ हाम्रो ल गाइस बिचमा कन्टिन्यू हुने नै छ र यता फेरि सेकुवा भइरहेछ अब सेकुवा ल ल ल ल सेकुवा सुरु ल बिचमा हामी फेरि कन्टिन्यू हुने नै छौँ ल गाइस हाम्रो खाना चाहिँ रेडी भयो र हाम्रो चाहिँ यता खाना राख्ने कार्यक्रम भइरहेको छ यस्तो भ्यूमा यस्तो अर्ग्यानिक खाना खानु पाउँदा त यहाँ छुट्टै बवाल हजुर के छ रोल्ला भाइ खाना हालिरहेको छौ कि साग हाल्दैछौ अनि हाम्रो गोकर्ण सर भइरहेछ नि मासु मासु गाइस मासु बबाल भइरहेछ हाम्रो अब खाना राख्ने कार्यक्रम भइरहेछ यता यो भाइले हाल्दैछन् यता अरू साथीहरू यता हुनुहुन्छ है भ्यू चाहिँ खतरा छ क्या यो भ्यूमा यसरी बसेर खानु भनेको बेग्लै आनन्द छुट्टै मजा है गाइस ल अब खानासाना खान्छौँ होइन अब बिचमा फेरि कन्टिन्यू गर्छौँ गाइस ल हाम्रो चाहिँ खाना अब स्टार्टिङ भइसक्यो लिँदै हुनुहुन्छ साथीहरूले खाना यो इन्भाइरोमेन्टमा यो प्राकृतिकसँग है यहाँको भ्यूमा बसेर खानु बेग्लै मजा छैन त गाइस बवाल छ नि है खै त बोलेको यार ल ल म पनि फाइनली खाना दिइसकेँ ल यता रोल्लो भाइसँग अब खाना अब लिँदैछौँ अब खाइसकेपछि लास्टमा इन्डिङ गर्नेछु गाइस अहिलेलाई बिदा हुन चाहन्छु बिचमा कन्टिन्यू हुने नै छु बाई दर्शक नमस्ते सबैजनालाई मेरो तर्फबाट खास चाहिँ मैले यो भिडियो किनभने बनाउन गइरहेको छु भन्दाखेरि चाहिँ जुन जुम्लामा मैले भ्लगिङ गरेको भिडियोहरू थियो र त्यो भिडियोमा मैले एन्ड भिडियो चाहिँ मैले बनाएको थिएन र बनाउन भ्याएन र त्यस्तै विविध कारणले गर्दाखेरि चाहिँ बनाउन सकेन
अनि म हिजो भर्खर काठमाडौँ आइपुगेँ। अनि अब यो लास्ट भिडियो मार्फतबाट म अहिले के भन्न चाहन्छु भने जति पनि यो भिडियो बनाएको छु हरेक मोमेन्टहरूको भिडियोहरू छ, क्लिपहरू मेरो, त्यही क्लिपहरू जोडेर नै अब लास्टमा यो भिडियो पनि म त्यही भिडियोमा जोड्नेछु गाइज। र त्यहाँको प्राकृतिक, त्यहाँको नेचुरल ब्युटी, जुम्लाको जुन त्यो ठाउँहरू छ एकदम बवाल छ है। एकचोटि तपाईँहरू घुम्न जानुपर्ने नै हुन्छ गाइज, भ्याएसम्म मिलेसम्म जानु होला। एकचोटि घुम्न पर्ने ठाउँ छ, जस्तै मुगु, रारा, लेक होइन, हरेक ठाउँहरू त्यहाँ चाहिँ त्यो ठाउँबाट जाने ठाउँहरू, धेरै ठाउँहरू घुम्ने ठाउँहरू छ। जस्तै गुठी चौर होइन, मणिसाङ्गु, हरेक ठाउँहरू छ त्यहाँ चाहिँ। यस्तो राम्रो राम्रो ठाउँ, त्यहाँको नेचुरल ब्युटीहरू देख्न पाइन्छ गाइज होइन। अनि सँगसँगै साथी, त्यहाँ जुन जुम्लाको साथीहरू हुनुहुन्छ उहाँहरू पनि एकदम रमाइलो, मिलनसार, एकदम होइन, हेल्पफुल। अब उहाँहरूले जुन त्यहाँ हामी बसेर खाएको ठाउँहरूको, बसेको ठाउँको होटेलहरूमा जुन जति पनि उहाँहरूले गर्नुभएको काम होइन, हामीले जति पनि म्यानेजमेन्ट गर्नुभएको, उहाँहरूले जुन मिलाउनु भएको एकदम उहाँहरूले नै गर्नुभएको हो। एकदम रमाइलो गराइदिनु भयो उहाँहरूले, इन्जोय गऱ्यौँ हामीले पनि होइन। त्यो ठाउँमा उहाँहरूले नै गर्दा त्यो ठाउँमा हामी गयौँ। कतिपय साथीहरू त दोस्रो टाइम पनि भइसकेको थियो, त्यस्तै सिलसिलाको काम सिलसिला जानुभएको थियो त्यहाँ, उहाँहरूले त्यो भिडियोमा भनिसक्नु भएको पनि छ, मैले लिएको छु केही क्लिपहरू। एकदम बवाल भयो। फेरि पनि जुम्लाको साथीहरूलाई यहाँबाट फेरि म सम्झिन चाहन्छु, त्यसको लागि थ्याङ्क यू भन्न चाहन्छु, धेरै धेरै धन्यवाद होइन। यही नै हो, खास अरू केही थिएन। यही भिडियोमा मार्फतबाट केही कुराहरू त्यही बारेमा भनिदिनु पऱ्यो भनेर चाहिँ यसो मैले चाहिँ लास्ट इन्डिङ पोइन्टको भिडियो चाहिँ त्यहाँ जोड्न चाहेर चाहिँ यो भिडियो मैले बनाउनु लागेको हो। त्यसको लागि क्षमा चाहन्छु र त्यो भिडियो मैले त्यहाँ लास्ट इन्डिङ गर्न नपाएकोमा। र यति भन्दै आजलाई मेरो भिडियो यहीँ गर्न चाहन्छु। नेक्स्ट न्यू भ्लग ल्याउनेछु गाइज, भ्याएसम्म मिलेसम्म होइन। आजलाई बिदा हुन चाहन्छु। बाई बाई।